वान अफ आवर लग्जरी इन्टेरियर प्रोजेक्ट कमिङ टु इन। यो चाहिँ हाम्रो सिनामङ्गल साइडको लगभग फाइनल स्टेजमा छौँ हामी। यो चाहिँ हामीले ककर युनिट डिजाइन गरेका छौँ भने सेन्टरमा हाम्रो यसको डाइनिङ टेबल बस्छ र सिम्पल फल्सिङ डिजाइन गरेका छौँ भने यो साइडमा हामीले पेन्ट्री युनिट पनि क्रिएट गरेका छौँ। यसरी टक्क लाएर भने यतापट्टि हामीले यसरी सानो सानो मसला डब्बा राख्न यसरी क्रिएट गरेका छौँ भने मुनिपट्टि हाम्रो यसको ड्ररहरू छ 1 2 3 लिएर ड्रर छ भने यो चाहिँ ओपन क्रिएट गरेका छौँ हामीले यसरी कप प्याटर्नमा डिस्प्लेको लागि भने माथिपट्टि हामीले आल्मुनियम सर्ट विथ ग्लास दिएका छौँ भने मुनिपट्टि हामीले सबै सेल्फ एरिया क्रिएट गरेका छौँ र यतापट्टि हाम्रो फुल ग्लास ब्ल्याक सर्टरमा आल्मुनियम सर्ट दिएका छौँ यसरी मजाले भने यतापट्टि हाम्रो फ्री सेक्सन छ। सँगै यो साइडमा हाम्रो यसको आरो छ टक्क चिटिक्क परेको भने यतापट्टि हाम्रो बेसिन डब्लुबिसीमा बनाएको छ भने मिनी ब्रेकफास्ट काउन्टर विथ लुबर डिजाइन भने अनि यता चाहिँ हाम्रो 6 फिट बाई 9 फिटको सानो एरियामा लग्जरियस किचन विथ डिफ्रेन्ट ब्लू ल्यामिनेट युज गरेका छौँ भने मसलाहरू राख्नलाई यसरी कप प्याटर्न डिजाइन गरेका छौँ भने यतापट्टि हाम्रो रेडिमेड ड्ररहरू छ भने यतापट्टि कटलरी प्लेट थालीको सेट छ भने यतापट्टि बोटल पुलाउट अनि कर्नरमा पनि हामीले यतापट्टि ड्र सिस्टम गरेका छौँ भने यतापट्टि हाम्रो सिङ्क सेक्सन छ। सिङ्कमा पनि हामीले युनिक सिङ्कलाई ग्रेनेडभन्दा मुनि राखेका छौँ कि पानी सिपेज भएर नबिग्रोस् भनेर भने यति अप्पर क्याबिनेट यो चाहिँ हाम्रो माइक्रो ओभन र अप्पर क्याबिनेट फुल प्याक्ड लग्जरी किचन।